नेपो किड्सलाई पो लुइस बुटन, हामीहरूलाई त नमस्ते सबैजनालाई। के छ सन्चै? हामीहरू दसैँ लागिसक्यो। हामीहरू आज अब अष्टमी भन्छ के भन्छ खसी काट्ने दिन हामीहरू खसी ल्याउन जाँदैछौँ वहीँ काट्न। म मात्रै जाँदैछन्, लुक एट द्याट ब्युटिफुल कपाल होइन। यिनीहरू नि जाँदैछन्, कफी बनाउँदैछन्, कफी खाँदै कफीको चुस्कीसहित हाम्रो यात्रा भव्य अनि भयङ्कर हुनेवाला छ। बाँकी अब यात्रामा है त क्यापेचिनो। तैँले के खान्छस्? क्यापेचिनो। क्यापेचिनो भन्ने भइसक्यो। हामीहरू अब कफी खाएर हामीहरूको यात्रा सुरु भइसकेको छ ट्यामरसम्मको। ट्यामर त जान्नौँ, यता फार्ममा चाहिँ जान्छौँ। दिदीहरू निस्किसक्नु भयो? दिदीहरू निस्किसक्नु भयो? ल हजुरहरू कफी खाँदै मजाले बस्नुहोस् है। हजुर। अनि अब बाँकी कुरा हामी वहीँ खसी काट्ने ठाउँमा गर्छौँ है। ल ल तपाईँहरू कफीको चुस्कीसँगै यो ब्रेड खाँदै दुईजना मस्तले हिँड्नुहोस् है। बाँकी अब हाम्रो भेट खसी काट्ने ठाउँमा हुन्छ। हाम्रो पछि आओ। हामीले यो खसी काट्न जाने कार्यक्रममा झन्डै 40 मिनटको ड्राइभ गरिसक्यौँ होइन। अब यो 40 मिनटको ड्राइभमा मैले एउटा के विचार गरेँ भने चाहिँ हामीहरूका गफ चाहिँ देशको समसामयिक विषयमा, राजनीतिक विषयमा मात्रै भए। अब यसको अर्थ या त देशको राजनीति खतम हो या त हामीहरू खतम हो। बात त सही होइन। हामीहरू आफ्नो फ्यामिली टुरमा जाँदैछौँ खसी काट्न दसैँको सबैजना होइन। तर हामीले राजनीति देशको ती नेताहरू एकदम गनाउने अवस्थाका भएर त हामीलाई त्यो चिन्ता भयो होला है। विदेशमा रहेर देशको चिन्ता हामी नेतालाई त बरु आज खसीको बलि ठाउँमा नेतालाई दिन पायो नि। तर आज हामी खसी काट्छौँ होइन। दसैँ हामी अब हिन्दू धर्महरूको परम्परा अनुसार हामीले खसी काट्छौँ। खसीको गर्दन काट्ने कुरामा चाहिँ हामीले एउटा नेताको नाम सम्झिन्छौँ। वाट एभर हु एभर होइन। अब जो फटा छ आफै सम्झिए हुन्छ। ल अब कालो रातो सेतो गोरो होइन कसको अनुहार परेको त्यो अहिले हामीले देखाउँछौँ। आफै चुज गर्नु होइन, आफै बनौट गर्नु। ल ठिक छ, यात्रा एकदमै रमाइलो भएको छ होइन। नेपालबाट बुवाहरू आउनु भएको छ। नेपालबाट आउनु भएको छ भन्दा पनि हामी त नेपालमै छौँ जस्तो भाइब्स आइरहेको छ। अब नेपाललाई अस्ट्रेलिया जस्तो चाहिँ बनाउन सकिँदैन होला होइन। अब हामी अस्ट्रेलियामा बसेर, तर हाम्रा पुर्खाहरूले हिजो नेपाललाई जुन तरिकाले संरक्षण गरे नि त्यो सोच अनुसार चाहिँ हामीले अस्ट्रेलियामै चाहिँ त्यो लेभलको नेपाली समाज चाहिँ बनाउँछौँ। त्यो चाहिँ नेपाल बनाउँदैनौ कि रियलमा नेपाल कस्तो हुनुपर्ने हो भन्ने कुरा सानो हाम्रो समाजमा चाहिँ बनाउँछौँ होइन। यहाँ अस्ट्रेलियामा पनि धेरै झोलेहरू छन् नेपाली छन् त, हामी मात्रै हो सच्चा भनिराख्न पर्दैन हामीले। तै पनि हाम्रो यात्रा जारी छ। यस्तै विभिन्न किसिमका गफहरू छन् हाम्रो गाडीमा चाहिँ। धेरै अब यो गनाएको राजनीतिका कुराहरू भइरहेछन्, त्यही भएर त्यो गनाएका राजनीति सबैलाई थाहा छ, त्यो कुराहरू चाहिँ नसुनाएको हो। बाँकी कुरा भिडियोमा आउँदै गर्छ। स्टे ट्युन है त गाइज होइन। ल सी यू। हजुर तिमी अर्काको चस्मा लाएर हिरो नबना त भाइ।
दाइ दिदीहरूको इन्ट्री भइसक्यो के भयो बमेट भयो आउनु भयो किन यति स्लो चलाएको दाइ तपाईँले के अरे दुई ठाउँमा रोक्यौँ पनि ए म त तपाईँ लास्ट पब्लिक टोइलेट भन्नुभयो अनि त्यही भएर लास्ट यहीँ अब गएर अगाडि चाहिँ ओभरलोड ट्रक आयो ए त्यसले पछि परेको लिट्टु तिमी ठिक छौ लिट्टु त पुरै निदाइरहेको त आँखा चिम्लेर दिदी सम्फो यु राइट यता हेर त ठिक छौ तिमी स्माइल गुड दिस इज सम्फो तिमीसँग नजाने भन्छ अहिले छोरोले तिमी आज खसी लिन जानु लाग्यो हो के गर्नु जानु लाग्यो तिमी आज आओ 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 आफ्नो गाडी चलाउँदै अगाडि बढिराख्नु छ तपाईँको 10 रुपियाँ खानु स्वयमा 1000 वर्ष कारोबार चलाउनु सरी उड्यो आकाश छुनलाई नबसेको रेलै गुड्यो कान्छी बसिन एक्लै रुनलाई नबसेको रेलै गुड्यो कान्छी बसिन एक्लै रुनलाई लामो लामो पहाडी यात्रापछि हामी झन्डै झन्डै एउटा ठुलो ताल भएको एरियामा आइसक्यो वाउ कस्तो राम्रो रुख लुक एट दिस ब्युटिफुल पानी ओभरफ्लो भयो कि के पछि पानी आएको हो कि सुकेको रुखहरू के हो यो सुक्यो खै पानीले रुख सुक्यो होला तर कस्तो दामी डिजाइन बनाएको जस्तो हाम्रो अघिल्लो भिडियो हेर्नु भएको छ भने पक्कै पनि थाहा पाइसक्नुभयो तपाईँहरूले हामीहरू कहाँको फार्ममा आएछ भन्ने कुरा हामी फार्ममा आइसक्यौँ फाइनल्ली ल हामी चाहिँ अब यहाँ फार्ममा आइसकेका छ होइन ल म यहाँ गाडीमा छु ठुलो गाडीमा पुरै यहाँ खसी हो खसी बाख्रा मसँग यहाँ कुकुरहरू पनि छन् हेर त मुलुक बसेको खसी गाडी सबै हाम्रो टोली हो फेरि मुलुक पुग्छ कि पुग्दैन जस्तो छ अरू उता दिने ठुल्ठुला सिम भएको जति चाहिँ पोका हो नि पोका त नखाने गनाउँछ अलरेडी यहाँ यति त पनि पोकै त खसी काट्ने ठाउँमा आइसक्यौँ खसी काट्ने कार्यक्रम भइसक्यो दिक्पाल आइसक्यो अब खसी काट्नलाई हामीले टेन्सन लिनु पर्दैन विष्णुले टाउको पोल्दैछ भागमा परे म टाउको पोल्ने होला कान रहन्छ किन भन्ने अहिले भुडी दुनीमा को पर्छ त्यो पनि आउन बाँकी छ र म चाहिँ क्यामेरा उतातिर देखाएर सबैलाई सोध्दैछु कस्तो किसिमको भाइब्स आइरहेछ यहाँ टाउको पोल्ने कार्यक्रम भइरहेछ अङ्कल नढाँटेर भन्नुहोस् तपाईँलाई कस्तो लागिरहेछ नेपालै जस्तो भाइब्स आइरहेछ होइन ल हरेक काम गर्ने ठाउँमा एकजना सिकाउने हुन्छ ऊ दाइहरू सम्फू तिमीलाई कस्तो फिल भइरहेछ यु क्यान टक इन इङ्ग्लिस एज वेल कस्तो फिल भइरहेछ तिमीलाई हाउ यु फिलिङ आई डोन्ट नो रे अब अहिलेका जाइनहरूलाई केही थाहा छैन जेन्जी लिट्टु उहाँ छ कस्तो मानिरहनु भएको छ आन्टी एकदम रमाइलो ल ठिक छ ल अब यहाँ हाम्रो दिदी हुनुहुन्छ होइन हाम्रो समरिना बहिनी अलवेज
उहाँलाई त चिन्नु भयो होला तपाईहरुले हाम्रो आमा पनि आइसक्नु भएको छ अल द वे फ्रम कचनापुर नदी यहाँनिर खसी छ मैले खसीलाई चाहिँ हातले तोप्दिए अहिले यो पानी फोहोरो होइन क्या तल सिमाली जस्तो छ अनि त्यो भएर यो कलर देखिएको हो क्या नदी हामी नदीको छेउमा छौँ सबैले निगम त एउटा एउटा आन्टी सबै काममा व्यस्त छन् भाइ बसौँ आन्टी यता क्यामेराम्यान राज भाइ लिनु विष्णु बाबु र अङ्कल मिठो छ त्यो खाबु गरेर काम गरेर खाना खानी एकछिन राख्ने केही हुँदैन यो बडा दशैंमा स्पेशल खसी बन्दैछ खसी गरौँ भने मान्छे धेरै भयो कि आफ्नो आइडिया भए एकजनाले अहिलेसम्म यता हाम्रा आदरणीय व्यक्तित्वहरू दर्शकवृन्दहरू हुनुहुन्छ त्यसैगरी यता हाम्रा दाइ अङ्कल खसी बनाउने कार्यक्रम जारी छ घामले जलिन्छ सनस्क्रिन यसरी लगाउनु भएको छ दाइले एकपल्ट गर्दन माथि गरौँ खैरे हुने लक्षण हो यो दाइ खैरे बन्नुहुन्छ कि बन्नु न तर खैरो चाहिँ बन्नुहुन्छ जस्तो छ घामले होइन एउटा खसी नेपाली स्टाइलमा भुत्ला फालेर बनाइयो एउटा चाहिँ छाला गाडेर बनायौँ एकदम बिजी आज होइन दसैँको अष्टमी खसी काटेर त्यो खोलाको छेउमा त्यो बुवाले अब त्यहाँ घाम भयो अनि आगो यता बाल्दै हुनुहुन्छ खसीको पोलेको मासु पोल्दै पुरा त्यसरी पोल्दै उठ्यो खोलामा रमाइरहेछन् यता पाक्दैछ खाना दिदी आन्टीहरू भुँडी बनाउँदै हुनुहुन्छ उसको लागि सरसफाइ हुँदैछ यहाँ पाक्दैछ पुरै एकदम नदीको छेउमा लास्टमा फेरि दोस्त भनेपछि भुटान पाक्दैछ आँखा र बटनमा छुट्याइदिनु मैले नेपो किड्सलाई पो लुइस भुटान हामीहरूलाई त यस ह्यापी दसैँ खसी काट्ने कार्यक्रम सकिसकेपछि अब हामीहरू छौँ भुटान खाने कार्यक्रम भुटान सर्भ हुँदैछ खाइसके न यो चम्मचले खाएपछि कहिलेसम्म सकिने होला कि हो राति 8 बजे हातले व्यवस्था गर्नुपर्छ तिमीलाई चाहिँ विशेष चम्मच रहेछ त फेरि काँटा चम्मच हो कस्तो छ बुवा ठिक छ राम्रो बवाल छ कस्तो छ अङ्कल भुटान भुटान कस्तो छ खोलाको छेउमा बसेर खाँदा मजा आयो मजा दाइको जिब्रो अझै पाकेको छैन छैन खै के कालो भन्छ पाकेको छैन खुर्सानी पनि छैन बहुत राम्रो मिठो छ रमाइलो पनि लागिरहेको होला नेपालै त हो नि यो
सर्वे गर्न दे हैन भिडियोग्राफर म लिट्टुको भिडियोग्राफर छु तपाईहरुको त झन् यहाँ फाइनल्ली खसी काट्ने कार्यक्रम सकिसकेर अब सबै प्याक गरेर हामीहरू घर जाँदैछौँ। आज अष्टमीको दिन खसी कटिङ कार्यक्रम सक्यो। बचेको यसो कोक बियर सेसो दिदीले सर्भ गर्दै हुनुहुन्छ। सबैजना गाडीमा रेडी। फेन्टा खाने रे मम्मीले गाडीमा रमाइलो गर्दै जाने अंकल फेन्टा रे फेन्टा आन्टीले Happy Dasai! Happy Dasai! Cheers! Happy Dasai! ल अब हामीहरू खसी काटेर जाँदैछौँ। बाँकी चाहिँ अब घरतिर हुन्छ रमाइलो। यहाँ फार्मको रमाइलो सकियो अनि रमाइलो हो जे होस् चाडपर्व यस्तै हो विदेशमा। यो चाहिँ फार्म हो। यहाँबाट हामीहरूले खसी लगेको हो। यो दसैँमा त भ्याइएन। अब अर्को दसैँमा तपाईँहरूलाई खसी लिन आउन मन छ भने के थाहा छ खसीहरू। क्याफे ड्याम हामीहरू एकछिन अब यहाँ रोक्यौँ। त्यो ढुङ्गा छ त्यहाँ यो रमाइलो भइरहेछ जे होस्। पानी त कता गाउँ गाउँकै आयो पुरै गाउँमा सप्लाई छ। खसी काटेर फर्क्यौँ बनाएर त्यो भुटान भन्छ होइन भुटान बनाएर खाएर दसैँमा त दुख्न थालिसक्यो। सपाउँदा काँचो पनि पोलेको पनि खाइयो। काँचो मासु चाहिँ पोलेर खाइयो क्या खाइयो त्यसपछि भुटान बनाएर खाइयो होइन त। अब रमाइलो कति रमाइलो भयो होइन है। खोला किनार जङ्गलको छेउ धेरै आन्द्राभुँडी सफा गरेर त्यो उसमा खोलामा रमाइलो। नेपालमा त के हो र खै नेपालमा खोलामा गएर गर्छन् होला त। कहाँ गर्नु घरमै त्यत्रो ठाउँ हुन्छ। त्यही त भन्न त खोलाको पनि छुट्टै हो नि त्यो खोलामा गएर नेपालमा खोलामा गएर यसरी विभिन्न घरका मान्छे गाउँका 8-10 जना फरक फरक घरका जाने खसी काट्ने बनाउने अनि बियर सेयर खाने त्यही लडाइँ भइजान्छ। हो बियर खायो भने अलिकति झ्याझ्या भन्नु थालिसक्यो झगडा हो कि त्यहाँ नेपालमा। आयो भने त लडाइँ गरेछ हो लडाइँ गरेछ। लडाइँ गर्ने ठाउँ जान्छ। स्योर हुन्छ है। रक्सी खाने मान्छेहरू छन् भने त स्योर त्यहाँ झगडा पऱ्यो भन्ने हुन्छ होइन। यस्तो पाल्यो अनि पो त्यसले थाहा पाउँछ त आउँछ त्यो पनि विचार कन्फ्युज हुन्छ क्या। लामो हुन्छ 2 किलोमिटर भन्दा पनि लामो हुन्छ होला। खसी ल्याइसकेर घरमा आएर बनाएर बाले ल्याम हान्न लागिसक्नु।
कुइनाबाट झोल चुइरो आउँछ भनेपछि 50,000मा नक्कली दाँतले मासु खुब चबाउनु भएको छ ठिक छ भनेपछि ठुला छोराले बेलैमा दाँत हालिदिकन गजब भयो धेरै चुस्नु त्यो हड्डी चुस्नु भयो जस्तो दाइने है त म राइटमा छु मेरो पैसा राइटमा आखिर एउटै पैसा पैसा दिने चना हो हजुर तिमी राख्न दिने म ग्रेभी खान्छु मेरो ल खामै त खान सबैले ह्याप्पी दसैँ एभ्रीवन एन्ड रेडी फर टेस्टी एन्ड के भेरी